म बाहुन समुदायबाट हुँ। हाम्रो उत्पत्ति प्राचीन वैदिक आर्य सभ्यतासँग जोडिएको मानिन्छ। पहिले हामी धर्मकर्म, शिक्षा र संस्कृत पढाउने काम गर्थ्यौँ। आज हामी शिक्षा, राजनीति, प्रशासन र व्यवसायमा सक्रिय छौँ। समयसँगै हाम्रो जीवनशैली पनि धेरै बदलिएको छ। म छेत्री हुँ। हामीलाई नेपालका परम्परागत योद्धा र शासक समुदायको रूपमा चिनिन्छ। नेपाल एकीकरणमा हाम्रा पुर्खाहरूले ठूलो योगदान दिएका थिए। आज हामी सेना, प्रहरी, राजनीति र सरकारी सेवामा सक्रिय रूपमा काम गरिरहेका छौँ। म ठकुरी समुदायबाट हुँ। हाम्रो इतिहास नेपालका राजपरिवार र शासक वर्गसँग जोडिएको छ। आज हामी व्यापार, प्रशासन र आधुनिक पेसामा पनि अगाडि बढिरहेका छौँ। म मगर हुँ। हामी नेपालको पुरानो आदिवासी जनजाति मध्ये एक हौँ। हाम्रो समुदाय विशेष गरी पश्चिम नेपालको पहाडी क्षेत्रमा बस्छ। हाम्रा पुर्खाहरू बहादुर सैनिकका रूपमा चिनिन्थे। आज हामी शिक्षा, विदेश रोजगारी र सरकारी क्षेत्रमा पनि अघि बढिरहेका छौँ। म राई समुदायबाट हुँ। हामी पूर्व नेपालको किराँत सभ्यतासँग सम्बन्धित छौँ। हाम्रो आफ्नै भाषा, संस्कृति र परम्परा छ। आज हामी खेलकुद, सेना, शिक्षा र विभिन्न पेसामा सफल हुँदै गइरहेका छौँ।